नमस्कार। म आज एउटा कविता वाचन गर्न जाँदैछु। कविता नेपालको पोलिटिकल सिनारियोसँग सम्बन्धित छ। कविताको शीर्षक छ हिजो र आज। सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। कविताको शीर्षक छ हिजो र आज। हिजो शब्दहरू थिए तर अर्थ थिएनन्। आवाजहरू ठुला थिए तर सोच साना। बोलिन्थ्यो धेरै, अति धेरै, तर सुनिन्थ्यो केही पनि होइन। त्यो बोलाइमा दम्भको धुवाँ थियो, अहङ्कारको गन्ध थियो र सत्य कुनै कुनामा थुनिएको थियो। म नै हुँ भन्ने आवाजले अरू सबै आवाजहरूलाई चुप गराइदिएको थियो। तर समय चुप बस्दैन। छोरा पुस्ताले प्रश्न गरे, नाति पुस्ताले अस्वीकार गरे। हामीलाई कथा होइन सत्य चाहिन्छ। अनि आज शब्दहरू फेरिएका छन्। अब बोलिन्छ तर सोचेर, महसुस गरेर, भाषा र शैली मिलाएर, प्रमाण खोजेर। अब अरेमा होइन, एआई र गुगलमा विश्वास गरिन्छ। अब किताबका पानामा मात्र होइन, स्क्रिनका उज्याला पिक्सेलहरूले सत्य देखाउँछन्। आजको मान्छे घरमै बसेर संसारसँग कुरा गर्छ। अमेरिका टाढा छैन, जर्मनी पर छैन, एक क्लिकको दूरीमा छन्। तर सबैभन्दा ठुलो कुरा के हो भने अब शब्दहरू हतियार होइनन्, सेतु बनेका छन्। अब गफहरू हावामा उड्दैनन्, आधारमा उभिन्छन्। अब तर्कहरू कराउँदैनन्, बुझाउँछन्। अनि सत्ता र शक्तिको उन्मादभन्दा माथि उठेर मान्छेले मान्छेलाई सुन्न थालेको छ। डिस्कोर्डका साना कोठाहरूमा ठुला सपनाहरू कोरिँदैछन्। च्याटका लाइनहरूमा भविष्य लेखिँदैछ र त्यो भविष्य केवल कल्पना होइन, योजना हो, दृढता हो, विश्वास हो। त्यही विश्वासको उज्यालोमा म देख्छु एउटा नयाँ बिहान, एउटा नयाँ सपना, एउटा नयाँ नेपाल, जहाँ शब्दहरू साँचो हुन्छन्, मान्छेहरू सचेत हुन्छन् र भविष्य हाम्रो आफ्नै हातमा हुन्छ। हामी बनाउने छौँ अब हाम्रो भोलि, उखानका टुक्कामा होइन, हिजोका खोक्रा गफमा होइन, तर आजको चेतनामा टेकेर सफलताको उचाइमा उभिएर। किनकि हिजोले सिकायो आजले बुझायो, हिजोले सिकायो आजले बुझायो र भोलि हामी लेख्नेछौँ। धन्यवाद।